श्री केदार भण्डारीज्यूलाई विशिष्ट अतिथि अधिवक्ता बुद्धिजीवी परिषद सुनसरी अध्यक्ष श्री पञ्चदेव मेहताज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण नेपाल कला संस्कृति बहुभाषिक चलचित्र प्रदर्शन सभा स्वामी दरबार सुनसरी उद्योग मन्त्री इस्रायल त्यसै गरी यस कार्यक्रममा पाल्नुभएका यो ऐतिहासिक कार्यक्रम यो तपाईँको जुन एउटा हामी अवार्ड दिन गइरहेको छौँ संस्थाले अपन चोक नेपाल कला संस्कृति बहुभाषिक चलचित्र प्रवर्तन महासंघ नेपालले जुन एएसएन अवार्ड जुन दिन गइरहेको छ त्यो अवार्ड एउटा तपाईँहरू घरमा गएर एउटा दराजमा या कि एउटा स्टेज फ्रेम गरेर जुन राख्नुहुन्छ त्यो कोही व्यक्ति घरमा आएर हेर्दाखेरि ओहो यो व्यक्ति सम्मान पाएकै व्यक्ति हो अवार्ड प्राप्त गरेकै व्यक्ति हो वास्तवमा हामीले एसएन मेहताज्यूले आफ्नो स्वागत मन्तव्य भनेर गइसक्नु भएको छ। अब फेरि पुनः अतिथि आसन ग्रहण गर्न गइरहेको छु। थारू चलचित्र तथा साहसी सन्घका केन्द्रीय अध्यक्ष महानायक म्याजिक प्रोपाइटर हाम्रो झुम्कामा भएको उहाँ एकदम अब यहाँ अतिथिको आसन ग्रहण अझै बाँकी नै छ। हाम्रो नायिका मोडेल प्रियङ्का चौधरीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनलाई हार्दिक अनुरोध गर्दछु। अपन मंच पर माननीय मंत्री लगायत संपूर्ण विशिष्टगण कलाकर्मी कला सहज सुमति वरदिया है गोसावनी अनुगत गति तुआ पाया जय जय भय रवि असुर भयावन बास मणि चूड़ा कतो के बैत मारी मुह मेलली कतो उगली कै कूड़ा जय जय भय रवि असुर भयावनी सामर वरण नयन अनुरंजित सामर वरण नयन अनुरंजित जलधि जोग फूल का कट कट विकट ओठ फुट पार लिघुर फेन उठ भोका जय जय भय रवि असुर भयावनी घन 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 घुघुर कट बाजे भय रवि असुर भयावनी जय जय भय रवि कार्यक्रम गरे त्यसपछि बेलुका उता हेर्छु सबैलाई जानकारी गर्न चाहन्छु। सर्वप्रथम वरिष्ठ कलाकार सुनिल थापाज्यूलाई हार्दिक सम्बन्धना प्रकट गर्न चाहन्छु कि हाम्रो माझमा आज हुनुहुन्न उहाँ र आज यस कार्यक्रममा प्रमुख अतिथिज्यू मन्सुरीज्यू र हेलो नचलो 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 परिवार र हाम्रो व्यक्तिगत तर्फबाट म स्वागत अभिनन्दन नमस्कार सेवारो गर्न चाहन्छु। हाम्रो प्रहरी सेवामा अहिले कार्यरत हुनुहुन्छ उहाँ र 200 वर्षदेखि उहाँले काम गर्दै हुनुभएको छ। त्यसै गरी हाम्रो बिचमा
भरोसा दिन पनि म चिनाउन चाहन्छु। उठेर सबैजनाले उहाँ मिथिलाको ठुलो अभियानी उहाँ। त्यसैगरी लाहाई सबभन्दा आमा बुवा नै हुन्। जन्म दिने आमा तिमी कहाँ छौ, चाहे जहिले त्यही पनि तिमी भई पुग्छ, आँखाबाट आँसु धरी भित्र मुटु दुख्छ भन्ने मेरै गीत हो यो। त्यसै गरी मधेस प्रदेशबाट अहिले त म त नेता तरिकाका निर्देशक, डाइरेक्टर, निर्माता आदरणीय परशुरामज्यूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु कि आज हामी एकै ढिका एकै मञ्चमा सबै विधाको मञ्चमा हामी उहाँको दिल्ली सुवाजी नेत्री एकदम कलाकार पहिचान फेरि बनाउने उहाँ धरानदेखि आउनुभएछ। त्यसै गरी यहाँ हाम्रोमा हम तोहरी गबलिए ओकरा कहले तोरा गागा पर तोरा विरोध करे छु कि नहीं, हामी हिमाल पहाड तराई कोही छैन। हिमालको पानी नबगिसम्म तराईमा नफल्दैन, तराईमा नफले भजी पहाडमा चुलो बल्दैन। हामी नेपाली सब जात भाषी एकै ठाउँमा उभे जाने हो। अनिल दाई अलिगढ उठेर आइदिनु, अङ्गालो मैले माने हो। यही देशको पहिचान हाम्रो छ अभियान, पहाडको गगरा नसोक्ने हो। त्यसकारणले गर्दाखेरि अनिललाई जे गर्दैछु थोरै सानो र तपाईँहरूको टिम हाम्रो मञ्चदेखि त जति हामी कला साहित्यमा छु सबैको माया मैले पाएको यो मलाई अटुट विश्वास। परशुराम सर निद्रा लाग्यो, परशुराम सर पुरस्कार हो उहाँको फिल्ममा। त्यसकारणले गर्दाखेरि हामीले मिथिलाकै बेटी आहाँ छी सब पर भारी ये लगभग से सुन्दर सँगै सारी कतना सोहाई हिँडेको छैन। बहुभाष बहुनीति संस्कृति परिवर्तन अश्लीलताको म विरोधी हो। फेरि टिकटकमा हालेर आधी कपडा लगाएर मिलियन जाने कलाकार म होइन। हाम्रो टिममा त्यो छैन। हाम्रो संस्कृति जगिएन भने हामी कहाँ जाने, हाम्रो बाबुपुर्खाले सिकाएको कुरालाई हामी कहाँ लाने, त्यसमा ध्यान दिनु बहुत जरुरी छ। त्यसमा लागि परेको छु। प्रदेश सरकारसँग पनि यो सन्देश जाओस्, आदरणीय मन्त्री कृषि मन्त्रीज्यूलाई एकदम ध्यान आकर्षण। नर्सको नोकरी छोडेर नेतामा लाग्नुभयो है, उहाँ त पुरानै हाम्रो साथी हो। त्यसकारणले गर्दाखेरि शैलालजी टोपी अलि सिधा लगाउनु, शैलालजी पनि मुस्कान दिइरहनु भएछ। त्यसकारणले गर्दा हामी कला साहित्य अब हामी अवार्डमा प्रवेश गर्दैछु। धैर्य धारण गर्नु, भोक लागेको छ भने खाजा आइसकेको छ, डङ डङ टन्न खाने अवार्ड थप्ने हामी कार्यक्रम उद्घोषक राजा चौधरीलाई माइक